हेलो गाइजहरु, के छ तपाईको हालखबर? सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि आज चाहिँ दशैंको त्रयोदशीको दिन हो र आज चाहिँ हामी चाहिँ चढाइ हेर्नको लागि भने मालारानी भन्ने ठाउँमा जाँदैछौँ र त्यो जाने क्रममा चाहिँ आज हामी चाहिँ यो खनदह भन्ने ठाउँमा चाहिँ हाम्रो एकजना यहाँनिर आफन्तै हुनुहुन्छ, दाइ पर्नुहुन्छ, अङ्कल पर्नुहुन्छ मेरो। अनि हामी भाइ र म भएर चाहिँ यहाँनिर आएको छौँ र भर्खरै उठ्यो। अब मुखसुख धोएर चाहिँ नि धुप धजा लिएर हामी चाहिँ त्यतातिर जान्छौँ र हामीले चाहिँ भरसक तपाईँलाई चाहिँ त्यो सम्पूर्ण कुराहरू सराय अर्घाखाँचीको होइन मालारानीको सराय चाहिँ हामीले देखाउने प्रयास गर्नेछौँ। र यो चाहिँ मेरो लागि पनि एउटा पहिलो पटक हो। म पनि मालारानी खन चाहिँ म आजभन्दा यो ठाउँमा चाहिँ 12 वर्ष अगाडि आएको थिएँ र त्यहाँनिर मालारानीमा चाहिँ म अहिलेसम्म गएको छैन र मेरो लागि पनि यो पहिलो पटक हो र त्यो कुरा तपाईँलाई म देखाउने प्रयास गर्नेछु। तपाईले देख्दै हुनुहुन्छ दाइ भाउजू अनि भाइ चाहिँ पछाडि ब्याकग्राउन्डमा। अनि तपाईलाई थाहा नै होला, हिन्दू भित्र चाहिँ विशेषतः 3 सम्प्रदायहरू हुन्छन्। एउटा चाहिँ वैष्णव, अर्को शैव र अर्को चाहिँ शाक्य। शाक्य भनेको चाहिँ शाक्त अथवा शाक्य भनेको चाहिँ यो देवीको चाहिँ दुर्गा देवीको चाहिँ आराधना गर्ने, उनलाई मान्ने अथवा चाहिँ यो शक्तिको आराधना गर्ने सम्प्रदाय जुन छ त्यो चाहिँ शाक्यभित्र पर्दछ। र विशेषतः यो अर्घाखाँची लगायतको प्युठान लगायतको यो क्षेत्रमा चाहिँ अलिकति शाक्य अथवा शक्तिको चाहिँ नि आराधना गर्ने अलिकति बढी नै हुन्छ। किन भन्दा अरूको तुलनामा, किन भन्दाखेरि यहाँनिर पनि तपाईँलाई सुन्नु नै भएको छ होला, यहाँनिर एकदमै धेरै शक्तिका मन्दिरहरू हुन्छन्, मठ मन्दिरहरू। तपाईँलाई थाहा नै छ होला, सुपा देउराली पनि अर्घाखाँचीमै पर्छ होइन। त्यो पनि एउटा शक्तिको आराधना गर्ने ठाउँ हो, शक्तिको स्थापना भएको ठाउँ हो। र मालारानी भनेको चाहिँ नि अब यहाँका फेमसहरू भइहाले। अनि त्यसै गरी रामारे भन्ने उता छ, हाम्रोतिर चाहिँ सुवर्णखाल भन्ने छ, यतापट्टि चाहिँ अर्घा होइन, उता पहाडीपट्टि चाहिँ दर्गा, यता माथिपट्टि चाहिँ खाँची लगायतका चाहिँ यो त अब मैले अलि फेमस नामहरू भने। यस्ता मन्दिरहरू त ठाउँ ठाउँमा चाहिँ हुन्छन् र यहाँनिर चाहिँ विशेष गरी शक्ति भनेको दुर्गा भगवती, दुर्गा सप्तशती चण्डी भन्ने हाम्रो पुस्तक छ, त्यसैमा आधारित भएर चाहिँ नि पूजा आराधनाहरू चाहिँ हुन्छ। र यो क्षेत्र चाहिँ विशेषतः शक्तिको आराधना हुने क्षेत्र हो भन्ने चाहिँ अब म अरू पनि हुन त हुन्छन्, तर म अन्य क्षेत्रमा पनि घुमेँ, तर शक्तिको विशेष आराधना हुने क्षेत्र चाहिँ यही नै हो जस्तो चाहिँ मलाई लाग्छ। यो चाहिँ मेरो पर्सनल एजम्सन हो, मैले देखेको होइन, मैले नदेखेका कुराहरू पनि धेरै छन्। त्यही हो, म अब मालारानी जाँदैछु
धेरै टाढा छैन। तपाईँले ब्याकड्रपमा देख्न सक्नुहुन्छ भने त्यहाँबाट देखिन्छ कि देखिँदैन। ओ त्यहाँ पहाडी तपाईँले यो जुन देख्नुभयो हो त्यहीँनिर छ। हामी चाहिँ म जाँदैछु त्यहाँनिर गएपछि तपाईँलाई देखाउने प्रयास नै गर्नेछु। युट्युबमा हालेँ भने त देख्नुहुन्छ होला, हाल्छु कि हाल्दिनँ पनि थाहा छैन। ल हामी चाहिँ यहाँ मालारानी आइयो र यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ पसलहरू पनि पुरै इन्स्टल गरेको छ। यहाँनिर जेडी सेडी उता चाहिँ नि होइन। अनि यो घेरा मालारानी मन्दिर यही हो। घेरा भनेको यता पछाडिको यो चाहिँ नि पहरो छ, डाँडो छ, त्यही हो घेरा भने। यहाँनिर चाहिँ पसल लगाइँदैछ। यो घेरा मालारानीबाट देखिने पहाडीको डाँडो दृश्य। भोजन द ह्यान्डसम अफ युनिभर्स। भोजराज खनाल। भोजराज खनालले मैले भिडियो बनाइरहेको छु ए भदै यार भन्दैछन्। भोजराज खनाल भयो कि भएन? कल्याणकर्ता प्रभु लामो यतै चढाएर फर्किन्छ होला नि। चढाएर फर्किन्छ। र यहाँ भाइले पनि यहाँनिर यसो बान्दैछन्, धजा चढाउँदैछन् त्रिशुलमा। शिव शङ्कर भोला। लामो सुँड एकदन्त जनका कल्याणकर्ता प्रभु लड्डु खोपहरू चाउने उदरजन जसको छ ठुलो विभु। त्यस्ता श्री गणराजका चरणमा पस्रेर बिन्ती गरी राम्रो बुद्धि विवेक अर्ती दिनुहोस् माग्छु म पाऊ परे भन्ने कविता मैले कति पढेको थिएँ। त्यो चाहिँ स्मरण भयो होइन। जटाधराए गङ्गाधराए हर 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 महादेव। यता खाने के छन्नुहुन्छ र? त्यहाँ पहाडीमा अझै यता आइयो।
भयो दाइ ल अब ल है उहाँ फाल्नु है दाइ मैले उहाँ फाले थिएँ उहाँ पनि ल खा